टिचरहरूको आन्दोलन पनि देखेका छौँ। अहिले युगको एकदम जल्दोबल्दो युगमा हामी छौँ। त्यही माथि यहाँ छ मनोक्रान्ति है। यो मनोक्रान्ति केको लागि भनेको छ यसमा स्पष्ट हुनु होला। यो मन भनेको हाम्रो दिल भयो। क्रान्ति भनेको भित्रबाट गर्ने युद्ध, बाहिर संसारको लागि होइन। हामी भित्रबाट कस्तो युद्ध गर्नुपर्छ, कस्तो युद्ध लड्नुपर्छ। संसार जतिसुकै भिडमा भए पनि हामी चाहिँ मनको क्रान्ति त्यसको ठ्याक्क विपरीत। संसार जतिसुकै जान्छ तर मैले सत्य र सत्यको खोजको युद्ध गर्नुपर्छ है। मनको क्रान्ति भनेको मनको आँखा हो, जसले हेर्ने संसार चित्र विचित्रको दियो, युद्ध दियो, लडाइँ दियो, शरीर बुझे अझै लड्न तम्सेको छ होइन। युद्ध गरिरहेको छ, सांसारिक भौतिक शरीर हेर्ने दुनियाँमा युद्ध लड्छन् भने हाम्रो मनको क्रान्ति भनेको दृष्ट भित्री ज्ञानले नै युद्ध गर्नेछ। कहाँ आवश्यक छ स्वास्थ्य? यदि हामी हाम्रो आवश्यक पऱ्यो भने मलमपट्टि घर घरमा गरौँ भन्न सक्ने हाम्रो मनोक्रान्तिको अभियान भनेको त्यही हो। तिम्रो जीवन कस्तो क्रान्तिमा छ? देहोटी क्रान्तिमा छ कि भोगैको क्रान्तिमा छ कि आफूले अन्यमा पारेको क्रान्तिमा छ कि पहिले तिमीले आफूलाई जटिल बदल निकाल्ने क्रान्ति गर। आफूलाई कसैको देहोटी क्रान्ति होइन, म के गर्न सक्छु भन्ने क्रान्ति गर भन्ने यो मनको क्रान्तिले आफूलाई नै सुधार्ने, आफूलाई नै बदल्ने क्रान्ति गर्छ। र केही मान्छे गर्छ आफूलाई एउटा राम्रो मान्छे बनाएर खटाउन सक्यो भने राज्यको लागि काम लाग्छ। धेरै छैन, धेरै मान्छे क्रान्ति गरेर राम्रो जन्मिन्थ्यो भने हजारौँ बुद्ध जन्मिन्थ्यो, हजारौँ कृष्ण जन्मिन्थ्यो, हजारौँ शिव जन्मिन्थ्यो। अब जो विवेक सिक्नुहुन्छ, ज्ञान हुन्छ, त्यो मात्रै जन्मिने हो। त्यही कारणले अब यहाँ छ स्मार्ट युग भनेपछि स्मार्ट भनेको के हो? हामी आफ्नो शरीरलाई स्वास्थ्य राखेर, मस्त मारेर राखेर आफूले व्यस्तबाट थोरै समय आफूले खर्चिलो गराएर एकदम रसिलो हँसिलो ऊर्जावान है। कति मान्छे कुप्रो पढ्नुहुन्छ, कति ढाड लड्काएर बस्नुहुन्छ, कति कन्सन्ट्रेसन यता चिलाउँछ। शिक्षा मात्रै भएर हुँदैन। हामी आफ्नो शरीरलाई कसरी जोगाइन्छ, बुद्धिलाई कसरी जोगाउँछ, ऊर्जा शक्तिलाई कसरी म्यानेजमेन्ट गरेर राखिन्छ र के कारणले स्मार्ट भइन्छ है। त्यही भएर स्मार्ट 18 आसनले हामीलाई स्मार्ट एकदम राम्रो बलियो रसिलो जोसिलो हँसिलो बनाउँछ। अब हठ योग भनेको छ, हठ योगले के गर्छ त हाम्रो शरीर र मनको मिलन गराउँछ पनि, तातो र चिसोले पनि ब्यालेन्समा राख्छ। तातो शरीर चिसो गर्छ, चिसो शरीर पनि तातो गर्छ। धेरै प्रकार छ, भस्त्रिका छ, योगहरू छ, आसनहरू छ। त्यही कारणले यसले हाम्रो शरीरलाई एकदम ब्यालेन्समा राख्छ भनेर बुझाउँछ है। अब योग भनेको के हो त? योग भनेको हाम्रो जीवनमा सबैभन्दा नहुने मल्टिभिटामिन भनेको नि योग हो। जब योग जुन घरमा छोड्छ, जुन व्यक्तिमा योग छोड्छ उसको जीवन वियोग हुन्छ। वियोग भनेको के? रोग शोक अघिले गइसक्यो, विभिन्न किसिमका जित छन्। अनि जुन घरमा योग छ त्यहाँ वियोग हुँदै हुँदैन है। अहिले योग भनेको हामी सबै अहिले कति महँगा फोन लिएर आएका छौँ। यहाँ आइफोन अरे कति महँगा चिजहरू, साधनहरू, कति महँगा गाडीहरू लिएका छन्। तर यो शरीर पुरानो थोत्रो भएको, बुद्धि मोटो भएको औषधिले शरीर बचाउँदैन। झन् बिमार दबाउने यो औषधिले दबिएको होस्। कहिले बेला महँगो चिज सबै खोज्यो। हाम्रो हातमा स्मार्टफोनहरू छ, राम्रो फोन छ, क्वालिटीको फोन छ, आइफोन छ, तर आफू नयाँ हुने सोच हामीले कहिल्यै गरेन है। त्यही कारणले घर घरमा गुगल पनि छ। योगको बेनिफिट, ध्यानको बेनिफिट भनेर हेर्नुभयो भने हजुरहरूले प्रत्यक्ष भर्खरै पाउनुहुन्छ। अब टोल बस्ती पनि योग टिचर निस्किनु भएको छ, भर्खरै पाउनुहुन्छ। अब यो मन बुद्धि शरीरको मिलनलाई पनि योग भनेको छ। एक अङ्ग अर्को अङ्गलाई जोड्नेले पनि योग भनेको छ। सम्बन्ध अहिले हजुर हामी यहाँ भेट भइयो, जुन एउटा माध्यम यहाँ अध्यक्षजी हुनुहुन्छ, अझ एउटा माध्यम यत्रो जनाले छुट्याइदिनु भयो। त्यो सम्बन्धलाई पनि योग भनेको छ। एक आत्मा अर्को आत्मासँग जोडिनुलाई पनि योग भनेको छ। प्रेमलाई हामी माया गर्छौँ है। र ध्यानमा बस्दा जुन जीव आत्मा यो मर्ने शरीर जिउँदै भगवान्सँग भेट हुन्छ, हामी एकछिन ध्यान पनि हेर्छौँ। त्यसैले नै योग भनेको छ। र चित्तलाई सफा गर्नु, शरीरलाई सफा गर्नु, बुद्धिलाई सफा गर्नु, त्यसलाई पनि योग भनेको छ। हेर्नुहोस् त कति ठुलो सम्पत्ति रहेछ हाम्रो लागि। त्यो सम्पत्तिले एउटा कुरामा गएर फालेर दौडेछ आफ्नो लासको भारी बोकेर शरीरभरि रोग भोगेर हिँड्ने जिउको लास हामी नै हौँ। ज्ञानको लेभलमा अज्ञानमा बिहा गरेर बस्ने जिउको लास हामी हुन्छ। औषधि खानु पाइन्छ, हामीले लासको भारी बोकेर हिँडेका हौँ। शिवले सतीदेवको लास बोकेर हिँडे जस्तै हाम्रो शरीर हामीले लासको भारी बोकेर हिँडेका छौँ। चाहे बुद्धिजीवीवर्ग होस्, चाहे राजनेता होस्, चाहे ठुला बडा मान्छे होस्, राजवंशतिर नहोस्, जब रूपमा बाँच्न पर्यो भने हाम्रो चेतना 50% माइनस भयो। कि आफू बाँचेर अरू बचाउने हो, आफू जोडेर अरू जोगाउने हो। जब रोग लागेको मान्छेको पोजिटिभ सोच हुँदैन, भित्तामा निकालेर जानुहोस्।
जो मान्छे बढी नेगेटिभ छ उसको शरीरलाई चेक गर्ने भने रोगै रोग हुन्छ। त्यही भएर योगले हेर्ने सहयोग भएर हाम्रो शरीर कति बिग्रेको छ, ध्यानले हेर्ने चाहिँ हामीले अहिले हाम्रो मन कति बिग्रेको छ। जब शरीर र मन बिग्रियो, यहाँ मन छ, यो शरीर छ, यो चित्त छ, यो चेतना छ, यो तिनै शरीर बिग्रियो भने सजाय के गर्छ, यसले भोग्छ। अनि विलचेयरको भाष हुन्छ, डायलिसिसको घेरामा बसिन्छ, हार्ट एट्याकले जीवन जान्छ। 16 वर्ष 17 वर्ष स्कुल बच्चा हार्ट एट्याक गर्छ, कति जनप्रतिनिधिलाई गर्छ, कति घर घरमा हार्ट एट्याक गर्छ। हामी त्यतिखेर मध्यनजर गरेको छैन। स्थानीय सरकारलाई बिन्ती बिसाउँदै अबको समयमा यो सब सपोर्ट गर्न भेटोस्। त्यो हार्ट एट्याक विभिन्न किसिमका औषधिले हामीले जति बिमार दबाउँछ बरु गरिब दुखीले खाओस्। ठुलो आश्रम बनोस्, एउटै म्याट भने सहज उठेर गरिबले योग गरोस्। पैसा हुने त होम आइसोलेसनमा बसेर कहाँ बसेको बचाएर होला। धनीलाई गरिबलाई एउटा ट्याब्लेट सिटाउन खान्छ होइन। प्रत्येक घरमा योग घुसेर औषधि बिना जीवन बाँच्न सक्छ। होस् भनेर मैले त्यही भन्न चाहन्छु। हजुरहरूको शुभकामना पनि मेरो यही नै हो है। र यसको माध्यमबाट अब हजुरहरूलाई शुभकामना व्यक्त गर्नु। अब हामी योगै तयारी गर्छौँ। नमस्ते सम्पूर्णजनामा, म सरिता सधैँ शुभदशमीको दिन आज पनि भन्न चाहन्छु र यस पर्वत माता भनेर चिन्नुहुने सम्पूर्णजनालाई म के सुझाव दिन चाहन्छु भने पर्वत योग साधना केन्द्र युट्युब च्यानल भनेर सम्पूर्णजनाले हेरिरहनु भएको हुन्छ र त्यसबाट लाइभ दिनुभएको सम्पूर्ण माधवहरूले यो पर्वत योग साधना केन्द्रलाई एकदम हृदय भावदेखि नै लाइक कमेन्ट सेयर गरिदिनु होला भन्ने म आशा राखेकी छु। र हजुरहरूको थोरै लाइक सेयर कमेन्टले पनि म धेरै सेवक बन्ने मेरो जमको बढी छ भन्दै हजुरहरूमाझ म यही अपिल गर्न चाहन्छु। पर्वत योग साधना केन्द्रलाई प्रेमपूर्वक लाइक कमेन्ट सेयर गरिदिनु होला। जय मनोक्रान्ति, जय गुरुदेव।